गर्ने काम समितिले हो कि यहाँको एउटा प्रपरको इन्जिनियरले कति खाल्लो खन्ने, कति मसला हाल्ने, कति के गर्ने भनेर कसले अनुमान गर्ने हो त्यो? अब मैले चाहिँ के पाएँ भने 75 सेन्टिमिटर जग खन्नुपर्ने, 2.5 फिट जग खन्नुपर्ने, 1 देखि 1.5 फिट भन्दा जग खनेको पाइनँ मैले 12वटा पोलमा। त्यसको चाहिँ भगवान दाईको आइन सरलाई म किन्छु नि, काम भएन भने म फिर्ता दिन्छु भन्नुहुन्छ उहाँले। त्यो गलत हो। त्यो भोलि हावाले उडाउँछ कम खने भने त्यस्तो क्षतिपूर्ति 1,09,000 उहाँले दिनुहुन्छ। मेरो कुरा सुन्नुहोस्। भने मतलब 2.5 फिट नै खनेर त्यो जग पुरा गर्नु पर्यो एउटा। अनि एउटा कुरा के छ भने 12वटा पोललाई 0.50 घनमिटर मसला हाल्नुपर्छ भनेको छ। 0.50 घनमिटर भनेको चाहिँ के हो भने 1 घनमिटर मसला हाल्नलाई 6.44 बोरा सिमेन्ट लाग्छ। 0.5 भनेको 3.22 बोरा सिमेन्ट त्यो 12वटा पोलमा हाल्नु पर्यो। यहाँ सम्पूर्ण जनमानसलाई के भनेको छ भनेदेखि आधी बोरादेखि 1 बोरा तिमीहरूको भागमा आउने है, त्योभन्दा अरू होइन भनेको छ। अरूले यहाँ बोल्दैन अहिले होइन। काहीँ आधी बोराको दरले हालेको छ, काहीँ 1 बोराभन्दा बढी काहीँ पनि प्रयोग भएको छैन। त्यो भनेको थियो भने गुणस्तरहीन हो, त्यो मजबुती भएन। हामी कहाँ बाढी पहिरो आइरहेको छ, बगाएर लिएर जाला अनि त्यसपछि आएर त्यसलाई उडाएर लिएर जाला, राम्रो मजबुती भएन भने। म एउटा के भन्छु भने उहाँले भने जस्तो भोलिको दिन खर्च भएन भने म फिर्ता दिन्छु भन्ने कुरा त भएन। त्यो जति नर्मसँग छ त्यो कुरा पुरा गर्नु पर्यो भने 3 फिट खन्ने 2.5 फिट खनेर हाल्नु पर्ने, नकुया छ भने चेक जाँच गरेर फेरि त्यहाँ मसला हाल्न आउनु पर्यो। त्यो हाल्नै पर्यो, त्यो एउटा गर्नु पर्यो। अर्को त्यो फलामको गुणस्तर चाहिँ 2 mm थिकनेस भनेको छ। मैले मेरो अरू ठाउँ हाल्यो होला मलाई थाहा छैन, मेरोमा 2 mm थिकनेसको सबै फलामहरू छैन। त्यो अब इन्जिनियरले हेर्नु होला, अरू कसैले हेर्नु होला, त्यो आफ्नो ठाउँ छ। मेरोमा 2 mm थिकनेसको सबै फलाम प्रयोग भएको छैन। अब त्यसको लागि चाहिँ त्यो प्रयोग भएको छैन भने के गर्ने? मलाई पैसा फिर्ता दिने हो कि अर्को फेरि बनाएर हाल्ने त छ? त्यो मेरो पैसा। अनि अर्को के छ भने अब 1,09,000 को हाम्रो यहाँको इस्टिमेट हो। 20% स्थानीय समुदायले हाल्नुपर्छ भनेको छ। त्यसमा 21,900 रुपियाँ पैसा लाग्ने था 25,000 उठाएको छ। अहिले उहाँले भने 23,000 पनि होइन, लाग्ने कति हो भने हाम्रो इस्टिमेटमै छ। त्यसमा चाहिँ 21,900 उठाउने भनेको छ, 25,000 उठाएको। त्यो पैसा चाहिँ बढी उठाएर चाहिँ के त्यो पैसा बढी लाग्छ? फलामै टनेल बनाउँदाखेरि यति मिटर फलाम लाग्छ, यति ढलान गर्ने हो, यति प्लास्टिक लाग्ने हो, पहिल्यै इस्टिमेट क्लियर छ त। त्यसमा बढी काम केमा प्रयोग हुन्छ? त्यही काम हो। यसरी बढी उठाएर मान्छेलाई भ्रमित बनाउने काम चाहिँ अलिकति गलत हो कि अब मैले बुझिनँ कि अब हुन त उहाँले अहिले भन्नु म त यसरी गाडी बिमा खोलेर मेरो कुरा त सुन्नै छोडिदिए भनेर। अब हामीले अलिक कम बुझेर नि हुनसक्छ त्यो कुराहरू हुनसक्छ थियो। अनि त्यसले गर्दा चाहिँ ती कुराहरू अलिकति क्लियर र भेरिफाई गरिदिन। हामी अनुगमन गर्न अहिले एक ठाउँमा गयौँ, त्यहाँ त्यो फलाम यति खनेको हो कि होइन, त्यो साइजको पाइप लागेको होइन, त्यति बराबरको ढलान हालेको छ कि छैन, त्यो पो अनुगमन हो त। हामीले सर र हेरेर यसो आँखाले हेरेर मात्रै थाहा हुन्छ हुँदैन। कहाँ थाहा छ? कोही मलाई त हेर्नु पर्छ। एउटा इन्जिनियरलाई यति घनमिटर यति बोरा सिमेन्ट लाग्छ भन्ने कुरा थाहा हुँदैन। त्यो थाहा हुनु पर्यो, तब पो इन्जिनियर हुन्छ। त्यसले गर्दा चाहिँ यहाँ अहिले हजुरले भने जस्तो सम्पूर्ण अनुगमन गरेर पैसा फिर्ता दिनु पर्दैन। 25,000 र 21,000 पैसा भन्दा बाहेक चाहिँ फिर्ता दिनै पर्छ। त्यो गलतै हो त्यो किनभने लिन पाइँदैन समुदाय त्यसरी। 25,000 र 21,900 लाग्ने हुँदैछ, बाँकी पैसा फिर्ता दिनै पर्यो। बाँकी रहेको अनि गिटी बालुवादेखि लिएर सबै कुराहरू स्थानीयले गर्ने होइन। त्यो समितिले एज अ ठेकेदार हो कि अथवा समितिले त्यो काम गरिरहेछ, सम्पूर्ण त्यसले नै गर्नु पर्यो। त्यो गिटी बालुवा सारा कुराहरू स्थानीय उपभोक्ता। मेरो 75 वर्षको बाउ छन्, गिटी बालुवा चाहिँ तिमीहरूले ल्याउनु पर्छ अरे भनेर बुढाबाले बोकिरहनु भएको छ। त्यो के न्याय सम्बन्ध हो? मेरो पैसा त्यही भएको हुनाले यी कुराहरू अहिले उहाँले भने जस्तो ल गरे गर नगरे नगर यही हो भनेर त्यसरी कुराहरू अलिकति एन्सर दिन पनि थोरै के हो त? स्थानीय स्तरको माग के हो त? कम छ